गाइज गुड मर्निङ अब सबैजना सन्चै हुनुहुन्छ होला। हामी चाहिँ आज अस्ट्रेलियन बेस क्याम्पमा छ। हिजोकै ब्लग हेरिसक्नुभयो होला। अनि अहिले चाहिँ हामी सनराइज हेर्न जान लागेको हो। ल हाम्रो चाहिँ यहाँ भिडियो सुरु हुँदैछ है। 2, 3 class. Okay. Ready? Ready? 1, 2, 3. हाम्रो चाहिँ फोटो भिडियो भर्खर सुरु भएको छ है। ल यसरी बनाउँदैछौँ हामीले। Meditation. ल जोस जाँगर सहित नाचिराख्नु पर्छ है उहाँहरू चाहिँ। ल यतिको रमाइलो चाहिँ हुनुपर्छ ल यसरी। ल हाम्रो चाहिँ फोटो भिडियो बनाएर भ्याइयो यहाँ। अब चाहिँ हामी उता गइन्छ। आजलाई भन्दा नि यो टाइमलाई यति नै होइन। ल यो ठाउँको लागि अहिलेलाई चाहिँ बिदाई गरेर हेरौँ पछि के कस्तो हुन्छ, आइन्छ आइँदैन। ल सुरु भयो है हाम्रो ब्रेकफास्ट। सो हामीले चाहिँ यहाँको बारेमा चाहिँ हाम्रो बाजेसँग सोधपुछ गर्ने नै छौँ के कस्तो छ। मैले भन्दा पनि क्वेसन चाहिँ मिस सोध्नुहुन्छ क्या अरे। ल नमस्ते बाजे। है त्यसलाई 360 डिग्री माउन्टेन देख्ने एरिया, त्यही भएर बेस क्याम्प भन्दो रहेछ है। तर बिस्केम होइन यो अस्ट्रेलियन क्याम्प चाहिँ हो, तर बिस्केम होइन यो। हजुर हजुर। त्यो बिस्केम भने त्यो थाहा नभएको अनुभव नभएकोले बिस्केम यो बिस्केम होइन। क्याम्प अस्ट्रेलियन क्याम्प चाहिँ हो। अनि त्यो अन्त बिस्केम चाहिँ होइन। त्यो बिस्केम पनि कसो भने रेस्ट गर्ने ठाउँ, आराम गर्ने ठाउँ चाहिँ त्यो पनि बिस्केमै भयो त। त्यता पनि जोड्नु गयो त। त्यही भएर ल निकै राम्रो कुरा भन्नुभयो, थ्याङ्क यू। ल उहाँले भनेअनुसार चाहिँ यो ठाउँको नाम चाहिँ रियल नेम खर्के रहेछ र पछिल्लो समयमा निकै अस्ट्रेलियनहरू चाहिँ अन्नपूर्ण बेस क्याम्प ट्राभल गर्ने बेलामा आएर रेस्ट पनि गर्ने र तपाईँले देख्न सक्नुहुन्छ हिमालहरू। यहाँ चाहिँ तपाईँको साउथ अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरीको चुचुरोहरू देख्न सक्नुहुन्छ र 360 डिग्री माउन्टेन देखिन सकिने एरिया पनि रहेछ। त्यसपछि यो ठाउँको नाम अस्ट्रेलियन बेस क्याम्प हुन पुगेको रहेछ। थ्याङ्क यू। बाटोमा चाहिँ सोध्दै छौँ। अब चाहिँ हामी जान्छौँ ड्रेस चेन्ज गरेर एकछिन फोटोसुट हुन्छ हाम्रो। त्यसपछि चाहिँ लाग्छौँ हाम्रै गन्तव्य। ल म फेरि जहाँ गएँ नि तरकारी र फुलहरू त हेर्ने नै हो क्या अरे। तरकारी चाहिँ टन्न रहेछ। यतैबाट लगेर जाऊँ क्या हो। ल हाम्रो फोटोसुटहरू अब भ्याइएकै छैन। अस्ट्रेलियन बेस क्याम्पमा चाहिँ चलिरहेछ। ल हामी चाहिँ निस्किन आयौँ है। ल लाग्यो है त अस्ट्रेलियन बेस क्याम्पबाट चाहिँ हामी निस्केको छौँ। भर्खर निस्किसकेको त छैन। अब फेरि यहाँ अन्तिम हाम्रो बाजेसँग सेल्फी हुन्छ। हाम्रो यहाँको माछापुच्छ्रे गेस्ट हाउसको स्टाफ हुनुहुन्छ। एकदम रमाइलो। ल है लाग्यो है हामी। ल बाजे बाई बाई। धेरै धेरै धन्यवाद। सोधे मेरो फुल ब्लगमा हेर्नु होला है त। ल लाग्यो अब चाहिँ साँच्चीकै। अब चाहिँ फोटोसुट हुँदैन यहाँ चाहिँ हुँदैन। हेरौँ उता अघि के हुन्छ। अहिलेलाई चाहिँ हामी लाग्यो बाई। हजुर कसलाई हो? पूजा मिस कति भाग्यमानी हो हजुर। किन भन्नु न, मसँग घुम्न आउनु पाएर।
ल कस्तो भएर नि एकदम ल हामी चाहिँ भर्खर एबिसीबाट फर्किसकेको छौँ अब फेरि कता जान्छौँ हामी काँडै जाँदैछौँ अहिले चाहिँ अब काँडे जान्छौँ त्यसपछि फेरि के हामी हुन्छ लेक साइड जान्छौँ त्यसपछि हामी के गर्छौँ हामी देखाउने नै छौँ फेरि अहिले नै भनेपछि त रमाइलो भएन होइन हेर्दै गर्नु होला अन्तिमसम्म जस यहाँको चाहिँ एकदम रमाइलो भयो रमाइलो गरियो भनौँ जस एकदमै रमाइलो भयो यादगार ल हिजो चाहिँ हामी धम्पुसदेखि उकालो चढेर आएको थियौँ यता एबिसीमा अनि अहिले चाहिँ एबिसीदेखि तल झर्दैछौँ यता काँडेबाट दुईतिरबाट रहेछ नि त यता आउने जाने अनि सो आज चाहिँ हामी उताबाटै कति जाने आउने गर्ने यताबाट जाऊँ न त भनेर चाहिँ अहिले हामी काँडे जान लाग्छौँ काँडेबाट चाहिँ बस पाउँछ कि पाउँदैन हेरौँ हाम्रो मिसहरू चाहिँ अगाडि हुनुहुन्छ पूजा मिस अब कापु चाहिँ जान सकिन्छ होला हामी सकिन्छ यो पालि नै जाने प्लान थियो हजुर ल अब चाहिँ त्यही त कतिको सकिने रहेछ भनेर होइन तर जो सकिने रहेछ त्यो आत्तिन मात्र आउँदो रहेछ त्यो जङ्गलहरू कता भनेपछि जो नि हुन त हामी फेरि सबैजना एकदम रमाइलो भएको भएर होला नि त्यो टाइम गएको थाहा नै नहुने कि कति छिटो नै आयो एकदम त्यही त अनि ल ल हाम्रो फोटोसुट हुँदैछ यहाँ पनि Yeah, I thought you were asking us about. Have you visited Australia? No, Australian base camp. But Yeah, you just yeah. went up there. We just went. Yeah, we went down there again. last night. Last Last night, day, or okay. let's say last day, and then we had some beautiful photos and videos. We met a lot of people from Spanish. भन्नुहोस् मैले केही भने हाँसोको पात्रमा बन्न चाहिन हामी चाहिँ यो डाँडाबाट आएको है त्यो माथि देखिएको डाँडाबाट हामी चाहिँ 10 मिनट हिँड्छौँ 20 मिनट बस्छौँ गर्दा गर्दै ओह्रालो झर्दैछौँ हेरौँ कति बेला पुगिन्छ अब त काँडे आइपुग्यो कि जस्तो लाग्यो ल त्यस्तै छ है भ्यू ल त्यो माथि डाँडाबाट यहाँसम्म आइपुग्यो है अहिले हामी हेरौँ अब के कति टाइम लाग्छ बाटो चाहिँ यस्तै छ है रमाइलो पनि भइरहेछ ओह्रालो झर्दा उकालो चढ्दा भन्दा नि ओह्रालो झर्दा चाहिँ गाह्रो जस्तो भयो आफूभन्दा ठुलो झोला बोकै छ ल जस्तो रमाइलो छ ठाउँ हजुर गाडी आउनु अब 1-2 मिनट बाँकी भनेपछि त यहाँ नाच्दिउँ लाग्यो मलाई त आइयो है यहाँ हामीसँग आउनुभएको आमा हुनुहुन्थ्यो त्यहाँ माथिदेखि हेरेर चाहिँ नडराउनु है टाढो के अरे एबिसी चाहिँ नजिकै हो त्यति धेरै टाढा चाहिँ नरहेछ ल त्यही त त्यही माथि डाँडामा त हो रिल्समा चाहिँ यति घन्टा भन्दै हाल्ने हामी चाहिँ लगभग काँडेको एकदम नजिक आइसक्यौँ अहिले ल काँडेमा नि यस्तो राम्रो रहेछ है हेरौँ ल हाम्रो टोलीमा सबैभन्दा बढी यो बाटो हिँड्ने मै नै होला होइन तर मलाई केही थाहा नरहेछ कि किनभने म पोखरा बेनी गरिरहेको हुन्छु नि त तर यस्तो ठाउँ छ है भन्ने पनि नरहेछ आइन्थ्यो डाइरेक्ट जाने हुन्थ्यो नि त तर राम्रो रहेछ जस काँडेमा पनि भित्रभित्र यस्तो यस्तो रहेछ मैले चाहिँ अस्ट्रेलियन बेस क्याम्प जाने बाटो पनि थाहा थिएन देखेको पनि थिएन ल हामी चाहिँ बसमा बस्छौँ है त अब ल काँडेबाट चाहिँ बसमा लाग्यो है भर्खर पोखरातर्फ ल हामी पोखरा आउनु लाग्यो अब ल फाइनल्ली हामी पोखरा आइसक्यौँ पोखरा आएर नि अब चाहिँ हामी हाम्रो म्यामकोमा जान लाग्यो ल हेलो म्याम
ल है ल हामी चाहिँ रजनी म्यामको होम टुर गर्न लाग्यो है। अहिले चाहिँ हामी रजनी म्यामको घर आएको छौँ। हामी चाहिँ पोखरा आएर रजनी म्यामकोमा गएर भेट गरेर नि यता लेक साइड आइसक्यौँ। त्योहरू पोखरा आएपछि त झन् जोस जाँगर सबै हराउँछ त भिडियो बनाउनु मन लाग्दैन, हिँड्नु मन लाग्दैन। ल भर्खर चाहिँ हामी लेक साइड आइसक्यौँ। हामी चाहिँ अब काइकिङ गर्ने भनेर आएको के अरे, हेरौँ पाइन्छ कि नै के कस्तो छ। काइकिङ गर्ने जोस जाँगर सहित सबैजना आउनुपर्छ। हेरौँ है, हाम्रो मिसहरू चाहिँ काइकिङ गर्नलाई रेडी हुनुपर्छ। उता रेडी हुँदै हुनुहुन्छ। ज्वाला मिस यता हुनुहुन्छ, अरू मिस यता, अनि म चाहिँ यहाँ छु। बल्ल बल्ल हाम्रो टोली भेट भयो। उता 4 जना, ल म छु यहाँ 5 जना, अनि हाम्रो मिस चाहिँ 1 जना चाहिँ उतै बस्नुभयो। ल है ल फेवालीको माहौल चाहिँ यस्तै छ है। ल सबै एकदम रमाइलो भिडभाड छ। हाम्रो टोली चाहिँ त्यहाँ पुगिसक्नु भयो। ल म मात्र छु है यहाँ भिडियो बनाउँदै फोटो खिच्दै बिस्तारै। हामीले चाहिँ 1 घन्टाको मात्र बुक गरेको भएर हाम्रो टाइम भ्याइयो। यता पछाडि हुनुहुन्छ मिसहरू आउँदै हुनुहुन्छ। म चाहिँ आइसकेँ। डर लागिरहेको थियो त नि, कस्तो भयो? मलाई त अलिकति डर लागेन, रमाइलो भयो। हामी चाहिँ लेक साइडबाट अब सबै आफ्नो घरतर्फ लाग्यौँ। कोही मिसहरू हुनुहुन्छ चितवन, अनि बाँकी चाहिँ हामी 3-4 जना चाहिँ यतै पोखराको।